चाहिँ गुड लक हात्ती हात्ती त लानु भयो कि छैन 7 लाख यो चाहिँ घरमा राख्नु धेरै राम्रो भयो गुड लक हामी नवलपरासीबाट चटपट खाना यहाँ सौरा आएको ल गिरिङ के भन्छ यसलाई गिरिङ डालो नेपालीमा के भन्छ भने डालो ए डालो हो यस ठिक छ सबैतिर त्यस्तै रहेछ कता छ सर के हो हजुर सब्जी नै सब्जी नाइ हामी इन्डिया जाँदा देखेको होइन मन बिरालो हो यो अर्कै छ ए तिमीलाई हेरेछ हेर त यसले तिमीलाई हेरेछ ल हेर त यहाँ त्यो धुम्सी रहेछ है त्यसको नाम भन्दै जानुहोस् त के हो यो के हो पेंगुलिन पेंगुलिन यो पुरा यसो अट्याक गरे पनि यस्तो गोलो बनिन्छ के यो ए अच्छा ए थाहा पाएँ यो एकदम दुर्लभ छ हैन हाँ सर एकदम दुर्लभ हो पेंगुलिन यो के त्यो यस्तो डल्लो भएर बस्छ हो त्यही हो त्यो ल यही ठ्याक्क जम्न राम्रो यो लास्टै दुब्लो चाहिँ के हो गैंडाको बच्चा हो के ए अच्छा यहाँ नै रहेछ ए ए यो गैंडा रहेछ यो दादा ल कुन गैंडाकै बच्चा हो र कसरी त्यस्तो भएको होला ल यो चाहिँ हात्तीको टाउको हैन यो हात्तीको टाउको ल देखाएको छु त्यसोहरूलाई पनि यहाँ चाहिँ के हात्तीको अस्थिर रहेछ यता आऊ न यता वात्तै नजाऊ न कुन यो छाला हो क्या यतापट्टि हेर यो यसको नाम चाहिँ के रहेछ 9 भिडियो बनाउन राम्रो देखाउन ल यो 9 हैन ल यो चाहिँ 9 अनि यसको नाम चाहिँ के रहेछ बँदेल बँदेलको बच्चा ल यो तलको चाहिँ के रहेछ यो एक सिङ्गे गएर अच्छा एक सिङ्गे ल ल दुईटा बाघ भेट भयो खतरनाक बाघ के रहेछ यो त नि कति क्युट हो मजाले घुम्ने हो यसलाई कसरी जमा गर्छ सर यो भित्र उयो यसको छाला मात्र हो यो हो भित्र उयो रुईहरु भरे होला रुई भरे हो ए अच्छा त्यस्तो हो त्यो पानीमा भर्नु रिने होला के हो यो चाहिँ के हो चौर गौरी गाई हो कि चौरी गाई लेखेको हो गौरी गाई हो क्या गौरी गाई ल यहाँ हेर्नु सबै गुहरू जुन छ त नि खरायोको यो खरायोको यस्तो हुँदो रहेछ चौसिङ्गा भन्नेको यस्तो हुँदो रहेछ कृष्ण सार जस्तो हाब्रे जस्तो हुँदो रहेछ ल यो चाहिँ माछाका प्रकारहरू
यो अर्नाको यो अर्नाको रहेछ यो ल यो अर्नाको यो घडियाल गई त होला यो यहाँ देखाउनु न यहाँ कक्रोचहरू कक्रोच त होइन ए यहाँ रहेछ पानी किरा हो यो पानीमा बस्ने किरा हो यो चाहिँ होइन यो यतापट्टिको चाहिँ त्यो सबै पानी बस्ने किरा हो यो हरियो खटपटे किरा पुत्ला पुतलीहरू यो चाहिँ गएको छाला त होला यहाँ चाहिँ माछाका प्रजातिहरू रहेछन् यो चाहिँ बरारी माछा यो सानो सानो माछाको नाम चाहिँ के रहेछ है यही हो डल्फिन डल्फिन त यो होइन यही हो डल्फिन ल हेर न रोक न यो डल्फिन यति लामो हुन्छ हेर त यति ठुलो नेपालमा पाइन्छ सोस भनिन्छ नेपालीमा यो कछुवा सबैभन्दा धेरै वर्षसम्म बाँच्न सक्ने टर्टल टोर्टाइज टर्टल अनि के पनि नाम थियो कि यो माछाको नाम यहाँ देखिएन यतापट्टि हेर न पहिला यो पाइथन यो त मगर गई हो बुझ्यो यही हो मगर गई एकदम डेन्जर आक्रमण गरिहाल्छ यो मगर गईले है यहाँ यो घडियाल गई यो आज हामीले जुन अवलोकन गरेको थियौँ नि यो घडियाल गई यो त पाइथन भइहाल्यो यो चाहिँ सर्पका प्रकारहरू यो चाहिँ के रहेछ यो धामन साप यो सर्पको काँचुली भइहाल्यो खोल कुन चाहिँ यो गोमन सर्प यो राजगमन सर्पको रहेछ राजगमन सर्प यो मगर गएको बच्चा होइन यतापट्टि पनि हेर न यति धेरै चिज छन् कि अब के हेरौँ के नहेरौँ होइन ल हेर त ल यो चाहिँ सर्प रहेछ के सर्प रहेछ है माथि हेर यहाँ जराएको सिङ त्यही त अनि खतरनाक गई मगर गई यसको नाम चाहिँ के रहेछ ए यो घर कुखुरा रहेछ यार यहाँ छ विभिन्न किसिमका चराचुरुङ्गीहरू पशुपन्छी तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ गिद्ध हो यो गिद्धै त होला हस् सर ल यो चाहिँ अस्ट्रिचको अन्डा विश्वकै सबैभन्दा ठुलो पन्छी सबैभन्दा ठुलो चरा अस्ट्रिच यसलाई नेपालीमा सुत्रुमुर्गा भनिन्छ त्यसको अन्डा हो यो अनि यो त घडियाल क्रोकोडाइल भइहाल्यो यो चाहिँ मगर गई होइन मगर क्रोकोडाइल मैले हेरेँ सर यो त अब कछुवा भइहाल्यो यसको साइन्टिफिक नेम के रहेछ साइन्टिफिक नेम कुन कुन ए हुनसक्छ त्यो यहाँ हेर न बरु यो के हो यो पनि त त्यही त होला डल्फिनै हो कि जस्तो लाग्यो हजुर तपाईँले यो पुतली हेर्नुभयो कुन चाहिँ सर यहीँबाट हात्ती प्रजनन केन्द्र जाने यो झेलुङ्गी पुल तरेर जानुपर्छ है पारिपट्टि छ के किन्छौ ल भन नि त ल के लिन्छौ भन नि त त्यो लिने राम्रो लाग्यो लिग नि त अनि एउटा दिदी ल यो देखाइदिनु त कति के कसो हो
कति राम्रो सुहाएको हो नि लिनु न लिनु भयो नि ल कति हो दिदी तिमीले लिन्छु भनेर हात हालिसकेपछि लिन्न भनेर हुन्छ ल्याउ न म दिइहाल्छु नि हो त्यही लिग ल ल लगाऊ कुन लिन्छौ त्यही व्हाइट पनि राम्रै छ कलर म्याच गर्छ क्या यो कपडासँग लगाउने हो लगाउनु लगाउनु है लगाउनु पहिलाको देखाउ त बास यस्तो राम्रो छ अझ भोटेनी जस्तो देखियो कति भन्नुभएको थियो दिदी ओके कहाँ जानुभएछ सर उहाँ पुग्नुभएछ त अरू केही लिनु मन छ भने भन है ल हेर त यहाँ यहाँ पनि हात्ती त लानु भयो कि छैन 7 लाख यो चाहिँ घरमा राख्नु धेरै राम्रो भयो कुट्ला भयो हात्ती यो चाहिँ मङ्गलबार शनिबारको दिन घरमा राख्नु राम्रो हुन्छ कुट्ला भयो ए यो हात्तीको रहेछ होइन 7 वर्ष अनि यो भगवान गौतम बुद्धको चाहिँ कति हो त हामी धेरै भनौँ कि उता बजारतिर चाहिँ तपाईँको यसमा 12-1300 भन्छ 12-1300 2000 भन्छ नि उहाँ सौरामा चाहिँ यसलाई यसको 1200 मिलाइदिनु यस्तो होइन बरु अलिक सानो लानुपर्छ क्या यो म तपाईँले होइन भगवानको एउटा लिनुपर्छ कि जस्तो लाग्यो लास्ट प्राइस तपाईँलाई 900 ल्याइदिन्छु यो पनि 900 आउँछ यो चाहिँ यो 500 हो अनि मलाई हो यो 500 यो सबै 500 हो होइन यो चाहिँ अलिक महँगो छ यो 800 हो यो चाहिँ 600 हो फेरि होइन व्हाइटमा यो एउटै हो रेट मिलाउनु लानु न हेर्नु न म मिलाइदिनु ल भगवानको यस्तो गरेको यो के यो गौतम बुद्ध हो कि गौतम बुद्ध ल मिलाएर दिनु नि त दिदी यो लैजाउँ न त यो एउटै हो यसको एउटै रेट होइन एउटा लैजाउँ न काट्ला के भगवान छिर नुक्ला निस लगेर इसी लगे के ग्याच लगे माले इसे खुइली लिए त्यो चाहिँ पछि खुइलिन्छ खुइलिस लिए किसान गरिदिनु पैसा कि क्यास होइन म क्यास दिन्छु त्यो अघिको त्यो र यो गरेर मिलाएर दिनु नि त दिदी यो लान्छु यो लैजाउँला यो कति भन्नु हो यहाँ रहेछ यहाँ यो तपाईँलाई म 700 ल्याइदिन्छु हजुर यो लानुहुन्छ यो 450 आउँछ यो 700 हजुर त्यो मालाको यो पनि लैजाउँ के एउटा लाने हो के एउटा दुईटा लाने हैन उहाँले मन पर्यो यो सानो लैजाउँ होइन हो त्यो सानो लाने एउटा मात्र कति हो त्यसलाई सानो 300 हो सानो 250 ल्याइदिनु तपाईँले एउटा लैजाउँ के बुढी दुईटा लाने होइन हो घरमा इन्च लागि बाले यो यसलाई के भन्छ रे त्यो 950 हो भाइ यो पनि लाने हो रे यो पनि होइन एउटा मात्र लाने हो 950 हो ल यो हो यो चाहिँ कुन चाहिँ लिने रे बुढी यो व्हाइटमा हो यो लिने हो ल व्हाइटमै लिनुपर्छ ल प्याकिङ गरिदिनु त दिदी यहाँबाट पैसा निकाल पैसा छ कि छैन 950 भयो भाइ हस् यहाँ 1000 रुपियाँ छ कि छैन हेर त छ ल देऊ मन्दिर हो मनकामना मन्दिर ल अरू के लिन्छौ हजुर अहिले ल यति नै गरौँ दिदी फेरि अर्को पटक आउनै पर्छ अहिले हात्ती प्रजनन केन्द्र बन्द भइसक्यो होला नि दिदी भोलि बिहान कति बजी खुल्छ ए हजुर हामी यतै बस्छौँ आज अहिले यति नै लिगौँ अर्को पटक चाहिँ आउँदाखेरि लिगौँला ल दिदी त्यो प्याकिङ गरिदिनु होइन भयो चाह छैन कि भयो दिदी भयो
होटेलमा हजुर बस्नु भयो हाम्रो भइसकेछ म त हाम्रो पनि ए हामी त घुमघाम गर्न आएको ए ल ठिकै छ दिदी अर्को पटक आउँदाखेरि बसौँला हुन्छ हुन्छ दिदी ल कसै के यसमा त यो यसमा धुपाल्छु हो दिदी यसमा के गर्छु धुपाल्ने हो यसमा चाहिँ तपाईँको फुल हालेर ट्याक्क सोपिसको लागि यो पनि सजाउने हुँदैन गुड लाग्छ फुल हालेर राख्छु कि ल ठिक छ ल सर के किन्नुभयो मेरो वाइफको लागि मैले एउटा यस्तो ब्रासलेट लिएको बोधा क्लासिक देखिन्छ भनेर अनि यो चाहिँ हाम्रो अति आवश्यक किरिङ के किरिङ गणेश ए ठिक छ ल यहाँ दाजुले चटपट बनाउँदै हुनुहुन्छ मेरो बुढीको त मुख क्या रसा छ क्या थुक निलै गरेछ त सेसरलाई फेरि कतिखेर पानी खाउँ भइरह्यो होला आज दिनभरि भएन तर मैले तपाईँलाई म 3 बजे उठ्दाखेरि तपाईँलाई मैले विश गरेको थिएँ मैले सुन्नु परेन मैले के अरे म त घर होइन घुरेर सुतिरहेको थियो होला होइन होइन तपाईँ एकछिन त हुँ गरेको थियो म त घुर्यो भन्नु हुँ गरेको थिएँ सेसर घुर्नुहुन्छ र म निदानमा थुक्पा खाएर थुक्पा सुक्पा के हो थुक्पा भनेको मैले कति राम्रोसँग उस हो गरेर सुतेँ फेरि सुत्ने त मैले कसम मैले थाहा पाइनँ है फेरि साँच्ची हो मैले तपाईँको जन्मदिनमा नि ठ्याक्कै 3 बजे नै त्यतिखेर नि 3 बजे 4 बजे नै लाग्यो त्यतिखेर नि गरेको थियो त्यतिखेर नि तपाईँले थाहा पाइन भनेको होइन त्यति बेला नि थाहा पाइनँ साँच्ची हो कसम हो होइन किन ढाँट्नु मेरो जन्मदिनको दिन छ कि भात खाने बेलामा आज पनि सन्दीपको बर्थडे हो सन्दीपको बर्थडे चाहिँ फेसबुकमा विश गरेँ अनि हाम्रो चाहिँ हालिन होइन किन हालियो मैले त हालिदिइसकेको ल अब चटपट खाउँ दाजुले बनाउनु भएको चटपट कस्तो छ चाखौँ है सौराको चटपट बुवाले फोन गरेछु सौरा नभन्नु त्यो धेरै हुन्छ हजुर बुवा मान्छे छैन त्यो धेरै हुन्छ कि हामी नयाँ घाटमा बुवा हामी नवलपरासीबाट चटपट खाना यहाँ सौरा आएको त्यहाँको चटपटले छेरपटे लाग्ने छटपट बनाउने गर्छ त्यही भएर हामीले चाहिँ के को गाली त्यही भएर हामी यहाँ सौरामा खानाको नयाँ ठाउँको चटपट टेस्ट गरौँ न भनेर अब इन्डियामा गएर खाने विचार गरेछु मैले ल सर देखाइदिनु त राम्रो छ फ्लेभर आएर पानीपुरी खाने के खाने पानीपुरी के खान सकिन्न भयो खाना अर्डर गर्नु खान त खाइन्छ सर खानै पर्यो होइन अलिअलि लिनु पर्ला नि सबैजना माला यस्तो माला सर ल बहिनी ल डार्लिङ गर्दै